साथीहरु आज म तपाईहरुलाई चाहिँ मैले आफ्नो वाच टाइम कसरी बढाइरहेको छु भनेर आफ्नो युट्युबको लाइभ भिडियोमा लिएर जाने छु र व्हाइट स्टुडियोमा लिएर जाने छु अनि स्पष्टसँग बुझिने गरी देखाउने छु कि मैले वाच टाइम कसरी बढाइरहेको छु भनेर। साथीहरु अहिलेको समयमा धेरै साथीहरुले युट्युब च्यानल खोलेर अगाडि बढिरहनु भएको छ र पुराना युट्युब च्यानल खोलेर अगाडि बढिरहनु भएको निरन्तरता दिइरहेको साथीहरुले भने राम्रै इन्कम गरिरहनु भएको छ। तपाईहरु पनि युट्युब च्यानल खोलेर अगाडि बढ्ने सोच गर्नुभएको छ भने वेलकम छ, स्वागत छ, किनकि युट्युबमा पैसै पैसा छ साथीहरु। तर कतिपय साथीहरु के हुन्छ भन्दाखेरि वाच टाइम पुर्याउन नसकेर चाहिँ उहाँहरुले युट्युब च्यानल छोडिदिनुहुन्छ, अर्थात् धेरै मेहनत गर्दा गर्दै पनि वाच टाइम पुर्याउन नसक्दाखेरि निराश भएर युट्युब च्यानल छोडिदिनुहुन्छ। तर कतिपय साथीहरुले भने छोटो समयमै आफ्नो वाच टाइम पूरा गरेर पैसा कमाउनतिर लागिसक्नु भएको छ। त्यसैले साथीहरु नयाँ हुनुहुन्छ तर तपाईले वाइटी छोड्दै हुनुहुन्छ अथवा छोड्ने सोच गर्नुभएको छ अथवा वाच टाइम पुगिरहेको छैन भने यो भिडियो स्किप नगरेर हेर्नुस्, पक्कै पनि तपाईलाई केही न केही मद्दत मिल्नेछ भन्ने मैले आशा लिएको छु। साथीहरु म तपाईलाई सरसर्ती आफ्नो युट्युब अथवा आफ्नो चाहिँ वाइटी स्टुडियोमा लिएर वाच टाइम सो गर्नेछु। तर साथीहरु नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर अगाडि बढ्न सक्नुहुन्छ। साथीहरु मैले आफ्नो स्क्रिनमा देखाउन गइरहेको छु कि सबैभन्दा पहिला म तपाईहरुलाई युट्युबमा लिएर जाने छु। युट्युबमा लिएर गइसकेपछि साथीहरु तपाईहरुलाई म आफ्नो प्रोफाइलमा लिएर जाने छु। आफ्नो प्रोफाइलमा हेर्न सक्नुहुन्छ, लाइभमा म क्लिक गर्छु। लाइभमा क्लिक गरिसकेपछि साथीहरु तपाईहरुले चाहिँ मेरो यहाँ एउटा लाइभ भिडियो देख्न सक्नुहुन्छ, 8 घण्टाको छ है। यो 8 घण्टाको भिडियो चाहिँ लाइभ भिडियो म कसरी बस्छु, यो 8 घण्टाको भिडियो बनाएको छु मैले लाइभ भिडियो है। त यसमा भ्युज पनि छैन, राम्रो भ्युज पनि छैन। भ्युज नभइसकेपछि वाच टाइम आउने कुरो पनि हुँदैन, किनकि वाच टाइमको लागि भ्युज चाहिन्छ साथीहरु हैन। अब मैले चाहिँ यो भिडियो लगभग 8 घण्टाको भिडियो छ, तर मैले चाहिँ यहाँ 1 घण्टा जति लाइभ बसेको छु प्रत्यक्ष बोल्ने गरेर। 1 घण्टा बसिसकेपछि मैले यसमा फोटो लगाइदिएको छु। फोटो लगाएर 8 घण्टा पूरा गरेको छु। साथीहरु तपाईहरु पनि लाइभ बस्दाखेरि बोल्न सकेसम्म बोल्नुहोस्, कुराकानी गर्नुहोस्। अनि तपाई चाहिँ अब बोल्न छोड्नु भयो भने 8 घण्टा 10 घण्टासम्मको चाहिँ भिडियो तपाईहरुले के गर्दिनुहोस्, फोटो लगाएर राखिदिनुहोस्। अब साथीहरु म यहाँ कमेन्ट पनि हेर्छु एकचोटी को साथीहरुको कमेन्ट आएको छ। कमेन्ट चाहिँ यहाँ प्रकाश राईजीले गर्नुभएको छ, सुरु गरे है दाजु भन्नुभएको छ। अर्थात् उहाँले चाहिँ यसलाई चाहिँ अन गरिदिनु भएको छ, प्रकाश राई वान्टेड। यो हेर्न सक्नुहुन्छ, प्रकाश राई वान्टेड जीको चाहिँ च्यानल हो, कोरियामा हुनुहुन्छ। उहाँले 3टा आइडीबाट सपोर्ट गर्नुभएको छ, उहाँलाई बिग रिस्पेक्ट, धन्यवाद छ, एकदमै धन्यवाद छ। अनि उहाँले 3 आइडीबाट 8 घण्टाको अर्थात् 8 थिया 24 3 आइडीबाट अन गर्नुभयो। अनि फ्युचर म्युजिक नेपालजी अन भन्नुभएको छ, उहाँले एउटाबाट गर्नुभयो, 4 वटा भयो। त्यसपछि 36 जीले गर्नुभयो एउटाबाट, कति 5 वटा भयो। अनि अतिथि ब्लग्स हुनुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ अतिथि ब्लग्स, म चाहिँ सिक्किमबाट हुनुहुन्छ। उहाँले मलाई 2 आइडीबाट गर्नुभयो भनेपछि कति भयो, 2 आइडी अनि 3 आइडी 4 आइडी 4 3 7 आइडी भयो हैन। त्यसपछि लामा राधिका दिजु हुनुहुन्छ, उहाँको च्यानल चाहिँ यो हो, एकदमै मायालु हुनुहुन्छ, सपोर्टिभ हुनुहुन्छ। उहाँले पनि यो 8 घण्टाको भिडियोलाई के गरिदिनु भयो, चलाइदिनु भयो भनेपछि 8 वटा भयो हैन। 8 वटा भइसक्यो, 9 वटा भयो, 9 आइडी भयो हैन। अनि त्यसपछि हाम्रो अनन्तजीले एउटाबाट गरिदिनु भयो भनेपछि टोटल कति भयो, 10 वटा आइडीबाट अर्थात् 10 वटा डिभाइसबाट 8 घण्टाको भिडियो प्ले हुँदा 80 घण्टा आउनु पर्यो। अब साथीहरु म तपाईहरुलाई देखाउने छु 80 घण्टा आएको छ कि छैन है त। 80 घण्टा आएको छ कि छैन त्यसको लागि म सिधा तपाईहरुलाई आफ्नो वाइटी स्टुडियोमा लिएर जान्छु। तर त्योभन्दा पहिला साथीहरु सबैजनाले यति माया गर्ने साथीहरुलाई चाहिँ साथी बनाउनु भएको छैन भने साथी बनाउनुहोस्। अब वाइटी स्टुडियोमा लिएर जानेछु साथीहरु, म तपाईहरुलाई आफ्नो वाइटी स्टुडियो यहाँ देख्न सक्नुहुन्छ। वाइटी स्टुडियो ओपन गर्छु, ओपन गरिसकेपछि म लाइभमा जान्छु। लाइभ भिडियोमा यहाँ देख्न सक्नुहुन्छ 1K पुग्यो कि पुगेन भनेर। यो चाहिँ मेरो 8 घण्टाको थियो, यो 8 घण्टाको लाइभ थियो। यसमा चाहिँ तपाईको वाच टाइम देख्न सक्नुहुन्छ, वाच टाइम 92 अर्थात् 80 घण्टा आउनु पर्ने, तर यहाँ 92 घण्टा लगभग 93 घण्टा 93 आवर्स आएको छ। र इन्कम पनि धेर थोर भएको छ, खासै राम्रो इन्कम त भएको छैन लाइभबाट, किन भन्दा म चाहिँ एडहरु नजोडिकन लाइभ बस्ने गर्छु।
सो यसलाई म एकचोटि क्लिक गर्छु। यो कमेन्टहरू छ, एकचोटि म यसलाई क्लिक गर्छु। क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ वाच टाइम कहाँ छ। वाच टाइम चाहिँ यहाँ छ 92 घन्टा, लगभग 93 आवर्स वाच टाइम रहेछ है त। अब यसको कमाइ कति भएको छ त्यो त अघि देखिसक्नुभयो तपाईँले होइन। कमाइ भनेको यहाँ हुने गर्छ, खासै राम्रो भएको छैन, लाइभबाट त्यति राम्रो पनि आउँदैन है त। यति मेरो कमाइ भएको छ। यो तरिकाले चाहिँ तपाईँहरूले पनि लाइभ बस्दाखेरि धेरै समय छैन भने फोटो राखेर पनि लाइभलाई चाहिँ लामो बनाएर अनि त्यसपछि तपाईँहरूले चाहिँ यस्तै एकदमै माया गर्ने साथीहरूलाई अथवा आफ्नै आसपासका डिभाइसहरूबाट चलाएर पनि तपाईँहरूले आफ्नो वाच टाइम पुर्याउन सक्नुहुन्छ। यो चाहिँ मेरो सानो अनुभव तपाईँहरूलाई सेयर गरेको छु है। तपाईँहरू नआत्तिनुहोस्, तपाईँहरूको वाच टाइम पक्कै पनि पुग्नेछ। भिडियो मन परेको खण्डमा लाइक र कमेन्ट र सब्सक्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।